एकैछिन पर्खिनुहोस् है त, भिडियो स्क्रोल नगर्नुहोस्। अहिले कुलमान घिसिङ चाहिँ 3टा मन्त्रालय सम्हाल्दै गर्दाखेरि ऊर्जा मन्त्री पनि उहाँ बन्नुभएको छ। शुभकामना दिनलाई पनि अलिकति ढिलो भयो कि जस्तो लाग्यो। उहाँलाई कार्य सफलताको शुभकामना भन्न चाहन्छु। अनि देश बिगार्नमा नेताहरूको मात्रै नभएर तपाईँ र हाम्रो पनि हात धेरै ठुलो छ भन्ने अहिलेको अवस्था, वर्तमान अवस्थाले देखाइरहेको छ। पैसा, घरभरि पैसा जल्दै गरेको अवस्था। नेपाल प्राली 9 करोड 67 लाख, कस्मोस सिमेन्ट फ्याक्ट्री 25 करोड 81 लाख, घोराही सिमेन्ट प्राली 1 अर्ब 68 लाख, सम्राट सिमेन्ट प्राली 17 करोड 90 लाख, रिलायन्स स्पिनिङ 1 अर्ब 50 करोड, शिवम सिमेन्ट 1 अर्ब 55 करोड 14 लाख, शुभश्री अग्नि सिमेन्ट 21 करोड 53 लाख, रघुपति जुट मिल 19 करोड 7 लाख, हिमाल आइरन एन्ड स्टिल 9 करोड 74 लाख, नारायणी इस्पात प्राली 32 करोड 19 लाख, अशोक स्टिल 38 करोड 16 लाख, जगदम्बा स्टिल 2 अर्ब 92 करोड 10 लाख। सुन्नुभयो होइन त? यस्तै यस्तै गरेर 22 अर्ब जम्मा उठाउन बाँकी रहेको छ। त्यो उठ्नुपर्छ र त्यो सबै नेपालीको साझा पैसा हो, देश विकासको लागि लागोस्। योभन्दा अगाडि आएका नेतृत्वहरूलाई चाहिँ बुझ्ने नेपालीहरूले धेरै विरोध गरिरहे। त्यो विरोध गरेको कतिलाई मन परेन। बुझेकाले यस अर्थमा विरोध गरे कि प्रत्यक्ष रूपमा खाएको, देश बिगारेको र देशलाई ध्वस्त बनाउँदै गरेको अवस्था चाहिँ ती बुझ्ने मान्छेहरूले बुझ्न सके र उनीहरूले चाहिँ ठाडो विरोध गर्ने गर्दथे, तर पनि त्यसको कुनै सुनवाई हुने गरेको थिएन। अहिलेको यो जुन कम्पनीहरूले चाहिँ नतिरेको जुन बिल बक्यौता जारी गर्नुभएको छ कुलमान घिसिङले, त्यो हेरेर अझै पनि तपाईँहरूलाई के लाग्दैन कि देश हामीले नै बिगारेको रहेछ, हामीले पनि बिगार्नलाई सघाएको रहेछ भन्ने लाग्छ कि लाग्दैन तपाईँहरूलाई? अनेस्ट भन्दाखेरि यति धेरै बिल छली गरेर बसेको अब त प्रमाण एकाएक छ। बिल तिर्नको लागि चाहिँ एक किसिमले अल्टिमेटम दिएको अवस्था छ। अब भोट लाउँदाखेरि भोट परिवर्तन तपाईँले गर्ने कि नगर्ने, पार्टीसँगको कुरा होइन, पार्टी परिवर्तन गर्ने नगर्ने भन्ने कुरा होइन। कोही पनि नयाँ आउँछ, नयाँ शक्ति आउँछ भने त्यसलाई हेर्ने कि नहेर्ने? अब जसले हामीलाई 35 सालदेखि लुटिरहेको थियो, कि अझै पनि तपाईँहरूलाई लाग्छ कि उहाँहरूले विकास गर्छन् भन्ने कुरा चाहिँ के तपाईँहरू विश्वस्त हुनुहुन्छ? साथै हाम्रो कुलमान घिसिङ लगायत अहिलेको अन्तरिम सरकारलाई सबैले सघाउने कोसिस गरौँ, सामाजिक सञ्जालमा दबाब बनाएर राख्ने कोसिस गरौँ। अझ नेतृत्व पङ्क्तिमा पुगेका मान्छेहरूको गलत निर्णयको विरोध गर्न सिक्नुहोस्, सही कुरालाई र सही चिजलाई समर्थन गर्न सिक्नुहोस्। कहिले पनि पार्टीलाई माथि नराख्नुहोस्। देशलाई माथि राख्नुभयो भने कुनै पनि तपाईँको पार्टी हुने छैन, मेरो मात्रै पार्टी हुने छैन। पार्टी परिवर्तन या भोट परिवर्तन गर्न तपाईँलाई सहज हुनेछ, मुटुमा तपाईँको छिया छिया हुने अवस्था हुँदैन। मेरो भन्ने चिजलाई हटाउनुहोस्, हाम्रो भन्न सिक्नुहोस्। जुनसुकै आउन सक्छ, नयाँ आउन सक्छ, पुरानोहरू सुध्रेर आउन सक्छन्। त्यतिखेर मेरो होइन, हाम्रो भन्न सिक्नुहोस्। देशका लागि सिक्नुहोस्, भोलिको आउने सन्ततिहरूका लागि सिक्नुहोस्। जरुरी छ, धेरै नै जरुरी देखिएको छ। अन्तरिम सरकारले जुन चाल्दै गरेको पाइलाहरू एकदमै राम्रो छ, कदमहरू राम्रो छ, सफल रहनुहुनेछ भन्ने आशा गरौँ हामी सम्पूर्ण नेपालीहरूले। र यो बिल बक्यौता जति पनि कम्पनीहरूलाई तिर्नको लागि जुन अल्टिमेटम दिएको छ, समयमा तिरेर एउटा देशको लागि सहयोग पुर्याइदिनुहुन्छ भन्ने चाहिँ आशा राखौँ। अन्यथा सायदै कानुनी कठघरामा उभिनु पर्ने अवस्था हुन्छ र उभ्याउनु पर्ने पनि हुन्छ। यो तपाईँ हाम्रो पैसा हो, हामी सम्पूर्ण नेपालीको पैसा हो। यो कसैले पनि लिएर उहाँहरूले कमाएर चाहिँ आएको या कुनै व्यापार बिजनेसबाट कमाएको होइन, कर छलीबाट थुपारिएको पैसाहरू तपाईँहरूले तमाम नेपालीले देखिराख्नु भएको छ। तपाईँको चाहिँ बङ्कर जस्तो बनाएर या रुम चाहिँ एउटा घरमा रुम बनाएर पैसा राखिने अवस्था छ भनेपछि कतिसम्म भ्रष्टाचार गरेको रहेछ भनेर तपाईँहरूले प्रत्यक्ष देखिराख्नु भएको छ। अब सोच बदल्नुहोस्, तपाईँ बदलिनुहोस्, तपाईँको समाज बदलिनेछ, समाजसँगै राष्ट्र बदलिनेछ। टाइम लाग्दैन, कति पनि टाइम लाग्दैन तपाईँ हामीलाई एउटा राष्ट्र बदल्नको लागि। सही नेतृत्व पायो राष्ट्रले भने 10देखि 15 वर्षमा काया पलट हुनेछ। धेरै टाइमै लाग्दैन। सबैभन्दा पहिला भनेको सिस्टम बनाउनु पर्ने हुन्छ। विकास गर्न, कुनै पनि विकास गर्नको लागि, परिवर्तन गर्नको लागि तपाईँ हामीले
सिस्टम फलो गर्नुपर्ने हुन्छ, त्यसको लागि सिस्टम बनाउनु पर्ने हुन्छ, सिस्टम बनाउनको लागि सही नेतृत्व आउनुपर्ने हुन्छ। सिस्टम पनि त्यसै बनिने होइन, सिस्टम यस्तो बनाएका छन् कि उनीहरूको अगाडि र पछाडि घुम्नुपर्ने बाध्य बनाएको छ। अहिलेको जति पनि नेतृत्व पङ्क्तिमा पुगे, नेतृत्व गरे, तपाईँ हामीलाई चाहिँ लिडरसिप गर्ने मान्छेहरूले तपाईँ हामीलाई वरिपरि घुमाउने भन्दा अरू केही पनि गरेनन्। भनेपछि सिस्टम बनाउनु पर्यो, सिस्टमले चाहिँ देशलाई विकास गर्छ भन्ने विश्वास राखौँ। नमस्कार।